आज चाहिँ म एका बिहानै उठेर बिर्तामोड जान आँटेको थिएँ। आज मेरो छुट्टी, त्यही पनि म केको लागि यति बिहानै बिर्तामोड जान लागेको छु त। अनि बिर्तामोड गएर आएर हेरेको त हाम्रो घरमा यस्तो राम्रो फुल फुलेको रहेछ। आजभोलि चाहिँ हाम्रो घरमा फुलहरू चाहिँ एकदम फुलिरहेको छ नि त। अनि हामीले रोपेको दुबो पनि एकदम सर्दै गइरहेको छ। अनि मेरो बुढी र म भएर चाहिँ यहाँनिर झाडु खेल्दै थियौँ। अनि यतिकैमा भाइ आयो अनि हाम्रोमा चाहिँ लिची पाकेको रहेछ। अनि गर्मी पनि लास्टै थियो, त्यही भएर हामीले चाहिँ लिची टिपेर फ्रिजमा राखेर चिसो बनाएर खाने भनेर टिप्न थाल्यौँ। अनि हामी चाहिँ बेलुकाखेरि घाँसमा गएको थियौँ। यहाँनिर चाहिँ यस्तो आँप फलिरहेको रहेछ। अनि देखेपछि त हामीलाई खान मन लाग्यो, त्यही भएर हामीले चाहिँ आँप झारेर लग्यौँ। तर यो आँप चाहिँ हाम्रो होइन है गाइज। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू चाहिँ सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। आज चाहिँ शनिबार, आज चाहिँ मेरो छुट्टी थियो। अनि म चाहिँ बिहानै उठेर हाम्रोमा चाहिँ हजुरबा आउनु भएको थियो। अनि मैले चाहिँ बिर्तामोड छोडिदिन गएँ। अनि गएर आएर चाहिँ यसो हेरेको फुलहरू त यस्तो दामी फुलिरहेको रहेछ। त्यस्तो धेरै फुल त छैन, रोपेको धेरै भएको छैन नि त। अनि हाम्रो चाहिँ दिउँसोमा फुल्ने बेलुका मरिहाल्ने फुलहरू चाहिँ धेरै फुलिरहेछ अहिले। अरू फुलहरू चाहिँ भर्खर सर्दैछ। अनि यो पिस लिली चाहिँ हाम्रो घामले सुकिसकेको छ गाइज, होइन सर्नै सकेन। यसलाई चाहिँ भित्र रोप्नुपर्ने रहेछ, हामीले बाहिरै रोपेको थियौँ, सरेकै छैन। अनि धेरै चाहिँ दिउँसो फुल्छ अनि बेलुका मरिहाल्छ। अरू फुलहरू चाहिँ भर्खर भर्खर सर्दैछ। त्यही पनि यस्तो दामी देखिएको थियो क्या। अनि मलाई चाहिँ एउटा भिडियो बनाउन चाहिँ मन लागिहाल्यो, त्यही भएर मैले एउटा भिडियो बनाएँ। मलाई चाहिँ फुलहरू चाहिँ एकदम मनपर्छ कि, म चाहिँ फुलको चाहिँ दिवाना नै हो। त्यही भएर हामीले चाहिँ यस्तो फुल रोपेको छौँ। अबको 1 वर्ष पछाडि चाहिँ खतरा हुनेवाला छ। अनि हामीले रोपेको दुबोले पनि अहिले चाहिँ यस्तो मजाले फिजारिँदै जाँदैछ, होइन। मैले सोचेको थिइनँ क्या यस्तो दामी भएर छिटै फैलिन्छ भनेर। मान्छेहरूले भन्दै थिए धेरै टाइम लाग्छ भनेर। तर यो चाहिँ गाई चाहिँ अस्ति मैले त्यो गाईको अर्ग्यानिक गौत मल हालेको थिएँ नि त, त्यही भएर पनि हो जस्तो लाग्यो। एकदम फैलिरहेछ क्या। अनि यसमा झार पनि यति धेरै आउँछ। हप्तै पछि उखाल्छौँ हामी। अनि तर पनि हप्तै पछि यति धेरै झार हुन्छ क्या, एकदम गोडिरहनु पर्दो रहेछ। अनि मैले चाहिँ मेरो बुढीलाई तिमीहरू घरमा भएको मान्छे गोड्नु पर्दैन, एक दिन छुट्टी हुँदा नि बस्न पाउँदिनँ म भन्दै थिएँ। अनि उसलाई चाहिँ एक्लै गोड्न मन लाग्दैन अरे, मसँग गोड्न मात्रै मन लाग्छ अरे भन्दै हाँस्दै थिइन्। अनि यत्तिकै हामीले चाहिँ दुबो गोडेर नि सक्न आँटेको थियौँ। अनि हाम्रो दुबो चाहिँ यस्तो धेरै फैलिसक्यो कि गाई छैन, रोपेको धेरै भएको छैन। मान्छेहरूले 2 वर्ष जति लाग्छ यो पुरै फैलिन भन्दै हुनुहुन्थ्यो। तर पनि अहिले चाहिँ आधी उधी चाहिँ फैलेको छ। अबको 1-2 महिनामा चाहिँ खतरा हुनेवाला छ। अनि भाइले चाहिँ यता तरुल खन्दै रहेछ, इस्कुसको जरा। अनि म पनि आएको, हाम्रो तरुल चाहिँ कुहिसकेछ, खन्न ढिलो भइसकेछ, यस्तो भइसकेको थियो। त्यही पनि हामीले अरू भेटिन्छ कि भनेर सबै खन्यौँ मुनिसम्म, होइन। एउटा पनि भेटेन, सबै कुहिएछ, ढिला भइसक्यो। खन्नलाई पानी पर्नुभन्दा अगाडि खन्नु पर्थ्यो अरे। अस्ति पानी परेको थियो नि त जतिखेर, अनि पानीले सबै कुहाएछ। इस्कुसको जरा चाहिँ एउटा नि थिएन। पोहोर चाहिँ मम्मीले 10-12 किलो नै झिक्नु भएको थियो। यसपालि चाहिँ किन हो खन्नु भएन छ। अनि हामीले खनेको इस्कुसको जरै भेटेन गाइज। जरा नभेटिसकेपछि चाहिँ हामी लिची टिप्न गयौँ। हाम्रोमा चाहिँ लिची पनि यस्तरी फलेको थियो। धेरै त फलेको छैन, तर पनि अलिअलि चाहिँ छ। अनि अस्तिदेखि हामीले टिपेर खाऊ भन्दै हुनुहुन्थ्यो। अनि आज चाहिँ हामीले टिपेर फ्रिजमा राखेर चिसो बनाएर खान आँटेको गाइज। अनि यो लिची चाहिँ हामीले रोपेको 3 वर्ष जति भइसक्यो। मम्मीले एकजना यहाँ घुमाउँदै लिएर आउने अङ्कलसँग किनेर रोप्नु भएको रहेछ। अङ्कलले चाहिँ एकदम महँगो पनि लिएछन् अनि बिरुवा पनि राम्रो दिएनछन् कि। 1000 रुपियाँमा एउटा लिची र एउटा आँप किनेर रोप्नु भएको। फर्स्ट टाइम फल्दैछ, यो चाहिँ यत्रो ठुलो भइसक्यो। सानैमा फल्नुपर्ने हो नि त, होइन। त्यही पनि धेरै फलेको थिएन। झन् आँप त 2 दाना मात्रै फलेको छ यसपालि। चिचिल्ला चाहिँ लास्टै लागेको थियो, फुल पनि धेरै फुलेको थियो। तर पानीले सबै झारिदियो नि त, त्यही भएर फलेन। अनि हाम्रोमा चाहिँ कागती पनि यत्रो भइसकेको छ। यो कागती चाहिँ हामीले घरमै कलमी गरेर हुर्काएको बिरुवा हो। अनि आँप चाहिँ जम्मा 2टा फलेको छ। त्यो अङ्कल आयो भने चाहिँ म छोड्नेवाला छुइनँ क्या। त्यो अङ्कललाई चाहिँ यस्तो ठगी काम गर्दै हिँड्छन् यार अहिलेको जमानामा, होइन गाइज। अनि हाम्रोमा चाहिँ करेला पनि यत्रो झ्याङ छ, होइन। यो चाहिँ भर्खर फल्न थालिरहेको छ, यत्रो भइरहेको छ यहाँनिर चाहिँ। यो करेला चाहिँ अबको 2-3 दिनमा चाहिँ खाने हुन्छ। अनि मलाई चाहिँ करेला एकदम मनपर्छ गाइज। झापामा चाहिँ करेलाको बोटमा गिरौँला पनि फल्छ है गाइज। अनि यो चाहिँ हाम्रो गाईको ग्वाली हो, होइन। हाम्रोमा चाहिँ 2टा गाई छ, एउटा चाहिँ माउ गाई हो। अनि यतापट्टिको चाहिँ भर्खर किनेर ल्याएको बाछी हो, होइन। अनि हाम्रोमा चाहिँ यो बोकालाई चाहिँ यहाँ बाँध्छौँ हामीले। यो चाहिँ एकदम बदमास छ गाइज, त्यही भएर हामीले यसलाई बाहिर बाँधेको। हेर्नु न कस्तो छ साले, यस्तो गनाउने भएको छ आजभोलि चाहिँ यो। अनि म यसलाई पनि लिची खुवाउँदैछु, किनकि यो पनि हाम्रो फ्यामिली मेम्बर नै हो नि त। अनि यसले चाहिँ यस्तो मजाले लिची खायो। 2-3वटा लगिहाल्यो, एउटा दिएको, अब खाओस् भनेर छोडिदिएँ। अनि यता हाम्रो सानो भन्ट्याङ भुन्डुङहरू चाहिँ यस्तरी घाम तापेर बसेको छन्। यिनीहरूलाई मान्छेलाई भन्दा बढी सेवा सुविधा छ कि, पुरै तन्ना ओछ्याएर घाम ताप्ने ठाउँ बनाइदिएको छ हामीले चाहिँ। अनि यहाँनिर पुरै बसिरहेछन्। यिनीहरूलाई लिची दिइहेर्छु खान्छ कि खाँदैन हेरौँ। खानको मामलामा चाहिँ फेरि यिनीहरू यति अगाडि छ नि, घाँस खोले चाहिँ खान थालिहालेको छैन। यिनीहरूले दुधकै भरमा बाँचिरहेछन् गाइज। अनि अहिले चाहिँ बेलुका भइसकेको थियो, घाम पनि निकै कम भइसकेको थियो। अनि म चाहिँ घाँस काट्न आएको थिएँ। अनि मेरो भाइको चाहिँ सोमबारदेखि एक्जाम छ नि त 11 को, त्यही भएर यसलाई चाहिँ नआइजो पढेर बस भनेको। म आएपछि चाहिँ फेरि आइहाल्छ कि, मम्मीहरूलाई हो भने चाहिँ सघाउँदैन। म काममा आयो भने चाहिँ ऊ पनि पछि लागेर आइहाल्छ, किन हो, होइन। अनि मैले चाहिँ जा गएर पढ, तेरो एक्जाम छ भन्दै थिएँ। अल्छी लागेको छ, बोर भइसक्यो यताउता भन्दै जानै मानेन। अनि हामीले चाहिँ घाँस पनि काटिसकेको थियौँ। अनि यहाँ चाहिँ आँप रहेछ। अनि हामीलाई आँप देखेपछि चाहिँ खानु मन लाग्यो, त्यही भएर हामीले चाहिँ आँप झार्न खोजेको, हँसियाले हानेर यत्रो पनि झरेन। मैले नलगाएपछि चाहिँ भाइ पनि एकदम जोसीले
म हान्छु भन्दै आएको थियो तर उसले पनि लगाएन। पहिला चाहिँ म एकदम निशानाबाज थिएँ, जे कुरामा पनि यस्तो टकटकी लगाइदिन्थेँ, तर अहिले चाहिँ सबै बानी हराएछ। त्यही भएर म चाहिँ रुखमै चढेर आँप टिप्न थालेँ। यो आँप चाहिँ खासमा हाम्रो होइन, हाम्रो घरदेखि अलि तलतिर घाँस काट्ने ठाउँको भित्तामा रहेछ। अनि धेरै भएको भए त हामी यसरी बिगार गर्ने थिएनौँ, 3-4 दाना मात्र रहेछ होइन। त्यही भएर खाइदिउँ लगेर जे पर्ला पर्ला भनेर टिप्न गएको। अनि मैले चाहिँ आँप पनि टिपेँ रुखमा गएर। रुख चढ्न चाहिँ म फेरि बच्चैदेखि माहिर छु नि त, किनकि गाउँघरमा हुर्केको मान्छे सानैदेखि घाँस दाउरा गर्नलाई यस्तो रुखमा चढिन्थ्यो पाहाडमा। यो रुख त के नै हो र। अनि हामीले चाहिँ आँप पनि टिप्यौँ। अनि हाम्रो चाहिँ भारी पनि पुगिसकेको थियो। अब चाहिँ हामी घाँस लिएर घर जान्छौँ, रात पनि पर्न लागेको छ। दिउँसोमा चाहिँ घाँस काट्न सकिँदैन नि त गर्मीले, त्यही भएर हामी चाहिँ बेलुका काट्छौँ। अनि यता बाबाले चाहिँ बाख्राहरू पनि घर लाँदै हुनुहुन्थ्यो। अनि हामी चाहिँ घर आइसक्दा मजाले गाली खायो, अर्काको तुलफुलमा हात लायो भन्दै थर्काउनु भयो मजाले होइन। हुन त राम्रै कुरा भन्नुभएको, त्यसरी अर्काको चोरेर खानु चाहिँ नहुने हो, तर के गर्नु, मनै मान्दैन, देखेपछि खान मन लागिहाल्छ। हाम्रो यो पाठाहरू चाहिँ 3वटा भएर माउले दुधै पुर्याउँदैन, त्यही भएर मम्मीले दुधदानीबाट खुवाइदिनुहुन्छ। अनि यिनीहरू चाहिँ यति माया लाग्दो छन्, अनि मम्मीलाई पनि एकदम माया गर्छन् यिनीहरूले। गाइस आजको ब्लग चाहिँ यति नै। भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला।